राम राम। आज काग तिहार। काग तिहार भनेको के हो त्यसको बारेमा म दुई शब्द आज राख्न जाँदैछु। नेपालमा राजतन्त्र थियो, त्यसपछि गणतन्त्र आयो, त्यसपछि नेतातन्त्र आयो। नेतातन्त्र आयो। नेतातन्त्र भनेको त्यसपछि कुन तन्त्र आयो नेपालमा? कागतन्त्र। कागतन्त्र जो कि नेताहरू काग जस्तो एक आपसमा कराइरहन्छ र एक आपसमा नेताहरूको बोली मिल्दैन। त्यहाँ 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 कागतन्त्र जस्तो कागहरू जस्तो कराइरहन्छ, कुरा मिल्दैन, आपसमा कराइरहन्छ र त्यसैलाई कागहरूको सभा बस्छ नि एक आपसमा। एक आपसमा कागहरूको बैठक गर्छ र सल्लाह मिल्दैन, होइन? र सबै कागहरू मिलेर के गर्छ? त्यो समूहमा नजिकमा अधिक कोही आउन थाल्छ र देख्छ र सबै काग मिलेर त्यो माथि झम्टिन्छ र त्यो मान्छेमाथि ठुङ्छ र त्यहाँ अरूको केही कुरो सुन्दैन। कागहरूले अरूको रजाइ पनि केही चल्दैन। ती सबै कागहरू मिलेर एक आपसमा अरूलाई थिचोमिचो गर्छन् र ठुङ्ने कर्म जारी रहन्छ। त्यही जारीको कर्ममा अब नेपालमा कागतन्त्र आइसक्यो। नेताहरू सबै मिलेर काग जस्तो कराउँछ र गाउँलेहरूको कुरा, जनताको कुरा कसैले सुनिदिँदैन। त्यसैको लागि कागतन्त्र भएको नेपाल, नेताहरूले बिगारेको देश नेपाल भइसकेको छ र सबै नेपालीलाई काग तिहारको शुभकामना। सबैलाई शुभकामना। धन्यवाद।